के तपाईहरुलाई बच्चाहरू मन पर्दैन? बच्चाहरूसँग बोल्न, उनीहरूसँग खेल्न मन पर्दैन भने तपाईको लागि ग्रेजुएट डिप्लोमा अफ अर्ली चाइल्डहुड एजुकेसन कोर्स हुँदै होइन। यदि तपाईहरुलाई चाहिँ बच्चाहरू मन पर्छ, उनीहरूसँग कम्युनिकेसन गर्न मन पर्छ, उनीहरूसँग खेल्न, हाँस्न, खान मन पर्छ भने तपाईले ग्रेजुएट डिप्लोमा अफ अर्ली चाइल्डहुड एजुकेसन पढ्नै पर्ने हुन्छ। के ग्रेजुएट डिप्लोमा अफ अर्ली चाइल्डहुड एजुकेसन चाहिँ बच्चाहरूसँग खाने खेल्नको लागि मात्रै पढ्ने हो त? त्यो भने होइन। यदि तपाईहरु कुनै एउटा कोर्स गरिराख्नु भएको छ र जुन कोर्सले चाहिँ तपाईलाई भोलि बिहान पर्मानेन्ट रेसिडेन्सीको लागि चाहिँ लिड गरिराखेको छैन र तपाईँ चाहिँ पीआर चाहिँ कसरी लिने भनेर सोच्दै हुनुहुन्छ भने यो कोर्सले तपाईलाई पीआर सम्म पनि लिड गर्छ। त्यो भएर पनि एउटा तपाईको इन्ट्रेस्टको कुरा पनि रहने भयो र तपाईको आफ्नो करियरको कुरा पनि रहने भयो। तपाईले ग्रेजुएट डिप्लोमा अफ अर्ली चाइल्डहुड एजुकेसन गरेर आफ्नो पर्मानेन्ट सेटलमेन्टको पाटोलाई पनि बच्चाहरूसँग खाँदै खेल्दै हाँस्दै सँगसँगै अगाडि बढाउन सक्नुहुन्छ। त्यो भएर आजै हामीलाई सम्पर्क गरेर ग्रेजुएट डिप्लोमा अफ अर्ली चाइल्डहुड एजुकेसनको अफर लेटर र सिओए लेख्न नछुटाउनु होला। थ्यांक यू सो मच एभ्रीवान। ह्याभ अ गुड टाइम।